अनुशासनको बारेमा सवारी दुर्घटनाको बारेमा जानकारी दिनुहुन्छ र अहिले हामी कम्तीमा 11-12 पढ्ने विद्यार्थीहरू लाइसेन्स नभए पनि बाइक चलाउने गर्छौँ। त्यसले यो सवारी दुर्घटना कस्तो विषय हो, कति धेरै बढेको रहेछ, यस्तै समाचारमा यस्तै तथ्याङ्कमा म पनि कुनै दिन पढ्ने हो कि भनेर जानकारी भयो भने यसले दुर्घटनालाई न्यूनीकरण गर्छ। हामी स्वास्थ्य शिक्षामा पढ्छौँ, हेल्थमा पढ्छौँ, विश्वभरिमा सबभन्दा बढी मर्ने कारणहरू के हो भनेर टप 10 कारणहरू खोजिन्छ। के कारणले धेरै मान्छेहरू मर्छ भनेर खोजी गर्दाखेरि अहिले पछिल्लो समय पहिलो 10 वटा कारण मध्येमा सवारी दुर्घटना छ भनेपछि हामी त बिरामी भएर रोगी भएर खाना नपाएर मरेको भन्दा त यो बढ्दैछ। जनाम्रो रोगको सञ्जाल बढ्दैछ, सवारी साधन सबैले हामी किन्दैछौँ, बढ्दै गएको छ। त्यसमा पनि मधेस प्रदेशमा झन् बढी भयो भनेपछि हामी सचेत हुनुपर्नेछ। एउटा बाबुआमाले आफ्नो बच्चालाई कलेजसम्म पढाउने कुनै ढ्याप्पै एक्सिडेन्ट हुन्छ बच्चाको। कोही बालबच्चा आफ्नो गार्जेनमा निर्भर छ, कुनै दिन एउटा दुर्घटना हुन्छ, उसको गार्जेन भयो भनेपछि उसको जीवन निर्वाह, उसको सामाजिक व्यवस्था कसरी चल्छ, यो गम्भीर विषय हो। हामी तपाईँ सधैँ यात्रा गरिरहने मान्छे जुनसुकै बेला पनि यो दुर्घटनाको समाचारमा पर्न सक्छ। त्यही भएर यसलाई सचेतनापूर्वक हामीले नियमहरू पालना गर्नुपर्नेछ, यसलाई प्रचार गर्नुपर्नेछ, बुझ्नुपर्ने मात्रै होइन पालना गर्नुपर्नेछ। त्यसको लागि सचेतनाको लागि यहाँहरूलाई भेला गरेर यो कार्यक्रम आयोजना गरिएको छ। यो कार्यक्रम एक दिन भेला गरेर सम्पन्न हुने होइन, सबैलाई जानकारी गराउने र निरन्तर रूपमा यसको बारेमा आफू जानेको विषयहरू सबैलाई जान्न लाउने। कहीँ कति कसैले त्यसमा दुरुपयोग गर्यो, नियम मानेन भने त्यसलाई कारवाही गर्न लाग्यो। यहाँ धेरैवटा विषयवस्तु रहिसकेको छ। त्यसका कारणहरूमा एउटा त सवारी साधन नै कारण भयो, बिग्रिएको मर्मत नगरेको सवारी साधन, ब्रेक फेल भयो, क्लच फेल भयो, दुर्घटना हुन सक्छ। अर्को सवारी चालक, त्यो मानव लापसे गरेको छ, अनिदो छ, बिरामी छ, मोबाइलमा कुरा गर्दै हिँडेको छ भने त्यो मान्छे दुर्घटनामा पर्ने सम्भावना रह्यो। अर्को ट्राफिक नियमको पालना नगर्ने, रोडमा हिँड्ने हामी यात्रुहरू सट्ट हामी बाटो काट्दैछौँ, सवारी साधन लिएर वा आफू पशु चौपायाहरू छाडा रूपमा हाम्रो सबैतिर यसो तलतिर हिँडौँ, गाई गोरु भैँसी सबैतिर भेटिन्छ पशु चौपाया। बालबच्चाहरू घर ठ्याक्क हाम्रो रोडमा टाँसिएको घर छ, सबै बच्चाहरूले पिके छोडेको हुन्छ, त्यसले दुर्घटना गराउन सक्छ। झन् हाम्रो तराई मधेसको समस्या के भने कहीँको पनि सडक सग्लो रूपमा रहन्छ। त्यो सडकलाई कि गोबर राखेर हुन्छ, भुसा राखेर हुन्छ, पराल राखेर हुन्छ, के राखेर हुन्छ, त्यसलाई अकुपाई गरेर के न के तरिकाले पहिलाको फुस घरहरूलाई अहिले सबैको वैदेशिक रोजगारी के गरेर आम्दानी हुँदै गयो। पक्का घर बनाउने बेलामा फुस घरको टाटीलाई सारेर नयाँ पक्का लाग्यो रोड निचे। त्यहाँ कसैले अवरोध गर्यो, केही बोल्न खोज्यो भने त्यहाँ कुटपिट हुने, झैझगडा हुने, दुईवटा पार्टी दुईवटा पक्ष गरेर प्रशासनमा आउने, मुद्दा लड्न जाने, यो अब प्रचलन छ। भएको सडक तिमी आफ्नो निजी बाटोमा सडक देऊ भन्दा चाहिँ त्यो परको कुरा। जुन संरचना बनिसकेको छ, ढलान छ, पिच छ, ग्राभल छ, त्यो संरचनाहरूलाई हामीले अकुपाई गरेको छौँ। त्यसलाई कम्तीमा क्लियर गरिदिने हो भने धेरै जसो सवारी दुर्घटना कमी हुन्छ। सवारी दुर्घटना मात्रै होइन, धेरै जसो सडक चौडा छ नक्सामा, त्यहाँ एम्बुलेन्स जान सक्दैन, बाबुलेन्स जान सक्दैन। त्यो हाम्रो आफ्नो कारणले हो नि, त्यो अरूले आएर गरिदिएको होइन। यसतर्फ पनि हामी सचेत हुनुपर्नेछ। अहिले पछिल्लो समय यतिखेर यो पुस महिनाभरि हाम्रो हुस्टुल लागिरहेको छ, शीतलहर चलिरहेको छ। भिजिबिलिटी कम भएर सवारी दुर्घटना हुन सक्ने, स्पिड बढी भएर सवारी दुर्घटना हुन सक्ने। यतिखेर झन् हामी अलिकति आफ्नो स्पिडलाई कम गर्नुपर्नेछ। हामी आफू हिँड्नुपर्नेछ। काहीँ राति वा हुस्टुल आएको बेला भने आफू पनि जोडिएर अलिकति पेटीबाट भित्रपट्टिबाट हिँड्नुपर्ने हुन्छ। हामी समाचारहरू सुन्यौँ, गत वर्ष बुधबारमा 4 जना मान्छे उसमा हिँडेको, मर्निङ वाक हिँडेको, ढ्याप्प एउटा ट्रक आयो, 4 जनाले अन द स्पटमा
भनेपछि यो पनि हाम्रो सानो लापरवाही हो। लापरवाही सानो चालेर जाने हो। यसरी सवारी दुर्घटनाको धेरै समाचारहरू हामी सुन्छौँ। त्यो समाचार सुन्नेमा हाम्रो आफन्त हामी आफू कुनै दिन पढ्न सक्ने सम्भावना समेत रहन्छ। यसलाई सचेतनापूर्वक म आफू पनि पढ्दिनँ, म चिनेको कसैलाई पढ्न दिन्न भनेर सचेत हुने यो अभियानको रूपमा यसलाई चलाउने। त्यही भएर यो युवा अभियान चलाइएको छ।